झापा जिल्ला खेलकुद विकास समितिको बैठकले यो फागुन 4, 5, 6 गते गौरवदा नगरपालिकामा हुन गइरहेको राष्ट्रपति रणशील 15औं राष्ट्रपति रणशील खेलकुद प्रतियोगिताका लागि चाहिँ विभिन्न समितिहरू गठन गरिएको छ। सङ्घ प्रतिनिधि, जिल्ला खेलकुद प्रतिनिधि सहित 4, 5, 6 गते हुँदैछ र यसमा उमेरको हकमा चाहिँ 64 साल 11 महिना 28 गते जन्म भएका चाहिँ खेलाडीहरूले उमेर भएकाले खेल्न पाउने जानकारी गराउँदै यो चाहिँ 64 साल फागुन 28 गतेसम्मको 18 वर्ष पुरा नभएका त्यो सम्मको लागि 64 साल 28 गतेलाई 11 अहिले फागुन 28 गतेसम्म यो दिने जानकारी गराउँदै आज जिल्ला खेलकुद अध्यक्ष भेषराज प्रसाद भण्डारीको अध्यक्षतामा कार्यालय प्रमुख हाम्रो विष्णु कुमार नेमाङ र यहाँ चाहिँ एकदम राखेको प्रशिक्षकज्यूहरू अधिकृत स्तरीय द्वितीय धेरै हुनुहुन्थ्यो, अहिले निकै गइसक्नुभयो। त्यस्तै सङ्घ प्रतिनिधि, विभिन्न सङ्घ प्रतिनिधि गुरुहरूको उसमा चाहिँ खेल संयोजक, विवाद समाधान समिति लगायत गठन अहिलेसम्म पालिकाले राष्ट्रपति रणशील गर्न पालिकाले हामीलाई कतिको यो हामीले अघि पनि निर्णय गरिसकेका छौँ। 28 गते 28 देखि 29 गते र 29 माघ 28 गते भित्रमा चाहिँ तपाईँहरूले नामावली पठाइदिनु भनेर जानकारी गराएका छौँ र यो चाँडोभन्दा चाँडो जिल्ला खेलकुदमा सम्पर्क गरेर पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रपति रणशील यो तल्लो लेभलदेखि खेल्ने एकदम स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र जीवनको लागि शिक्षा भन्ने छ। झापा जिल्ला खेलकुद विकास समिति तपाईँहरूमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जय खेलकुद गर्न सकिन्छ भन्ने मलाई लागेको छ। अनि अघिल्लो वर्षको भन्दा चाहिँ यो अलिकति कमजोरी रह्यो भन्ने कुरामा अब जस्तो भएकै हो किनभने टिम म्यानेजर राष्ट्रपतिमा होइन होला होइन, हेर्नलाई पठाएको राष्ट्रपति नै हो। राष्ट्रपति मैले भनेको चाहिँ झापा जिल्ला भएको मैले भनेको त्यो लाइन लाग्छ कतादेखि त मान्दैन नि त, मलाई चिन्दैन को यो मान्छे भनेको खाएको के यसलाई गरौँ र विगतको वर्षमा कुनले चाहिँ धेरै मेडल ल्यायो त्यो पनि हेरौँ किन आएन अरूबाट मेडल। जस्तै तपाईँ ग्राउन्डमा कुदेर के हुँदैछ पर्दा भनेर मलाई पटक पटक सोध्नुहुन्थ्यो नि, मैले 9वटा गोल्ड मेडल आइसक्यो भन्थेँ होइन। त्यो विषयलाई चाहिँ अलिकति हाम्रो चाहिँ केमा कमजोरी भयो अनुसार हामीले यो प्रतियोगिता यही फागुनको 4, 5 र 6 गते भव्य रूपले सम्पन्न गर्नको लागि आज हामीले विभिन्न उपसमितिहरू गठन गऱ्यौँ, जस अन्तर्गत खेल प्रतियोगिता सञ्चालन गर्नको लागि हाम्रो 6वटा खेल एथलेटिक्समा जिल्ला खेलकुद समितिका सदस्य शमशेर मोक्तानको संयोजकत्वमा एथलेटिक्सका वर्गको प्रतियोगिता सञ्चालन गर्न जिल्ला खेलकुदका सदस्य गङ्गा तुम्बाङको संयोजकत्वमा शैलेन्द्र श्रेष्ठ, हेमा थापा, काजी, त्यसरी जिल्ला खेलकुदबाट दुर्वासा कार्की जगन, एथलेटिक्स सङ्घ कबड्डी सङ्घबाट रत्या राजवंशी, अनि यसरी सदस्यमा उत्तम पौडेल, मातृका सुवेदी र विजय सापकोटा रहने गरेर समिति बनायौँ। जिल्ला खेलकुदबाट पूर्णिमा सिटोलाको संयोजकत्वमा रविन श्रेष्ठ, जिल्ला खेलकुद संघको संयोजकमा उपाध्यक्ष गङ्गा कोइरालाको संयोजकत्वमा दुर्गाराज निरौला, राजेन्द्र लिम्बू, विक्रम मेचे र